वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हामी कोलाब्रेसनको उयो गर्नलाई चाहिँ जाँदैछ स्यारी। यो चाहिँ तिमीसँग इम्प्रेस भयो होला हौ। हाम्रो भाइलाई पनि लिएर गएको। स्कुटी छिरिहाल्नुहोस् न के भयो? हौडेको छुइपासो हौडे बढिहाल्छ यसको यस्तो यस्तो छुनै हुँदैन नि। सो मच नाटक इडी गरिदियो है। छ यहाँ जग्गा पुरै अनि यहाँ पुरै आराम से यहाँ देख्दै रहेछ त ढाङ्नु अन्त मैले नोटिस गरेँ नगरेको नि दोस्त। एकछिन चाहिँ देखाइदिन्छ एकछिनसम्म चाहिँ देखाइदिँदो रहेछ नि त त्यस्तो टाइपको। मेरो बुढालाई भाइला? एउटा केटी चाहिँ इम्प्रेस भइसक्यो पनि तिमीसँग। कति के भनेको बिचारालाई गरम भयो। बुढी छ भन्दैन सकियो। के गर्नु लानै पर्यो, हामी एक दिन स्टे गर्ने भयो। अन्त चाहिँ त्यहाँ गाडीले भन्नु पऱ्यो नि अब जानै पर्यो। यसलाई एक्लै छुनु पनि भएको छैन। कपाल पनि ढिचो। यो चाहिँ इम्प्रेस भइसक्यो। हामी चाहिँ अब सानो सानो के अरे कोलाब्रेसन कोलाब्रेसन गर्नु जाँदैछ र मेरो साथीको उयो हो रेस्टुरेन्ट लाइक रिसोर्ट टाइपको हो। पाएको नि हो मैले बिचारा कोलाब्रेसन हो। ए मेरो यति फलोवर्सहरू कसले दिन्छ मलाई कोलाब्रेसन? एकदम बिचाराले दियो। अन्त कसरी तपाईँले एउटा टोको निकालेर पठाइदिनु न के हुन्छ एकछिन रोकिदिनु। ला सरी आइला। ल ल चाहिँ के हुँदैन खै म होइन नि अब भिडियो फर्स्ट कोलाब्रेसन हो नि त माथि चढेर गर्नु नि भन्यो ल म चाहिँ चढेँ माथि। यहाँ चाहिँ यस्तो रहेछ गाइस हो दामी। अब हामी चाहिँ जाँदैछ टक्क लगाएर। अहिले कहाँ आइपुग्यो हामी? छ्यारी हो। तपाईँहरूलाई पनि देखाउँछु त्यो जग्गा होटेल होइन। तपाईँहरू पनि आउनुहोस् भिजिट गर्नुहोस्। अहिले चाहिँ यसको बाटो हो। यहाँ चाहिँ ओप्पो दामी बाटोहरू पनि रहेछ। बाटो पनि राम्रो रहेछ। अम्बो क्या दामी देख्दो रहेछ। अम्बो पिच रहेछ। पिच रहेछ अरे पिच। वाउ आज दिन पनि राम्रो भएको छ हो। आँखाले देखेपछि दामी देख्दैन नि तर। दिन्छ नि निखिलहरू होइन ए निखिल निखिल दिउँसो गर्लफ्रेन्ड चिन्छ मर्सीहरू यसले चिन्छ होला है मर्सीहरू ओ यिनीहरूसँग आएको थियो म यहाँ। म त फर्स्ट टाइम आएको यो जग्गा। यस्तो यिनीहरू त म यो दुर्गेश मामा आएको विशेष म हाई दुर्गेश मामा यही हो ऊ यहाँ अगाडि उयो अगाडि रोकेर क्या दामी घाम लाग्यो। झन् दामी सिन देख्दो रहेछ नि। चस्माले पनि ठिक ठिक रहेछ आँखा पोलिहाल्दो रहेछ। कहाँ अन्त यहाँ बेलुका भुँडी दुख्यो ग्यास्ट्रिक भयो भनेर त साह्रो परेर सुत्नु पाएन नि त राम्ररी। त्यस्तो साइड पिन दुखेर क्या तातो पानी तताउँदै दिएर लास्ट बहिनी हाम्रो केटीहरूको चाहिँ नि ग्यास भनेर गलब्लाडर स्टोन हुन्छ नि अहिलेदेखि नि पानी पेट दुख्छ हौ मलाई। किडनी किडनी दुख्छ किडनी स्टोनहरू मासु खानु छोड्नु पर्यो अलिक जम गर्नुपर्छ हो। खाली पेट कहिले क्या खिच देखेँ मेरो भाइलाई। प्रब्लम हुन्छ हो। अनि त्यहाँदेखि अन्त खाली पेट चाहिँ एकदम बस्नु हुँदैन। रोजु सिबी यो चाहिँ तपाईँको रानी पुलबाट 2 किलोमिटर पर्छ। म्याक्सिमम् 3 किलोमिटर राख्थ्यौँ। बाटो चाहिँ एकदम तपाईँको राम्रो छ। र अहिले हामी चाहिँ क्याट्रस किन रिसोर्ट जाँदैछ त्यो क्याट्रस होटेल जाँदैछ हामी। तपाईँको हेर्नुहोस् भ्यूहरू दामी छ। तपाईँहरू आएर यहाँ मजाले इन्जोय गर्नु सक्नुहुन्छ। रानी पुलदेखि उकालो हेर्नुहोस् यस्तो दामी छ यहाँको वेदरहरू पिस छ। तपाईँको माइन्डहरू फ्रेस हुन्छ। हल्का बाटोमा हल्का गार्डनिङहरू पनि छ। मलाई बस्ती भएको हुन्छ यता।
गाइस अहिले चाहिँ म क्याक्टस क्याफे आइपुगेको छु अहिले हामी यहाँनिर छ हो प्लेस चाहिँ दामी छ हो तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो चाहिँ यस्तो छ यहाँ चाहिँ भ्यू होइन क्याक्टस क्याफेको जेन्युन राम्रो लाग्यो मलाई यो जग्गा चाहिँ हाम्रो रानीपुलबाट चाहिँ अलिक छेउमा पर्छ गान्तोकबाट आउनु चाहिँ अलिक तल पर्दैछ रानीपुलबाट चाहिँ 3 किलोमिटर टाढो हो अन्त त्यही हो गाइस होइन अहिले टक्क लगाएर पानी पर्दैछ रेनबो पनि हुँदो रहेछ यहाँ देख्नु सक्छ कि देख्नु सक्दैन देख्दैन रहेछ नि रेनबो पनि भइरहेको छ हो गाइस अहिले चाहिँ म यहाँ भिडियोहरू हल्का सुटहरू गर्दै थिएँ एक्लै बसेर के गर्नु यस्तै छ जिन्दगी मेरो अघि यहाँ कपाल यस्तो बाङ्गिँदाखेरि दुख्छ नि गाइस त्यस्तो यहाँ दुख्यो मलाई योपट्टि पुरा के हो मजाको छ यहाँ प्लेस हेर्नु सक्नुहुन्छ तपाईँहरू पनि भिजिट गर्नु सक्नुहुन्छ यहाँ यस्तो छ हो यहाँ पनि छ सिटिङ एरिया यहाँ फेरि गिटारिस हो त्यही हो गाइस यसो भिडियोहरू बनाउँदै बसिरहेको छु म त्यही हो अब के गर्नुपर्ने हो खाजाहरू खानुपर्ने होला भोक लाग्यो आज मेरो आउटफिट कस्तो देख्दैछ अहिले भेट्छु ल मेरे मुन्ना पोस्ट भयो मेरो लाइभ पोस्ट नभएर लाइभ नभयो स्टोरीमा होइन पोस्टै हुन्छ नि तपाईँको लागि ए स्टोरीमा हुँदैन स्टोरीमा आफै हाल्नुपर्छ हामीले मुन्ना बात सुन्न अब त्यही हो गाइस ज्याम अप गरेको यसो यहाँ बसेर भ्यू हेर्नु क्याक्टस क्याफे हो गाइस चिया खा गरे यो चाहिँ तपाईँको ब्रेकफास्टमा टक्कै टी पाउँछ होइन आज चाहिँ हामी भन्नै पर्यो नि हामी हिजो यहीँ बस्यो अन्त भ्लग बनाउनु बिर्सेछु हो अन्त अहिले स्टार्ट गरेको मर्निङमा सर्भिस दामी रहेछ है सर्भिस दामी थियो अन्त रुम पनि दामी थियो तपाईँहरूलाई म सानो सानो क्लिप हालिदिन्छु यहाँ माथि अब त्यही हेर्नुहोस् रेम्बो दामी देखिरहेको छ
ओनर कालो आइदिनु म बेसी देखाउनु बेसी हेर्नु पहिला मेरो अनुहार टक्कै टक्कै उता लाग्नु गर्नु त मलाई निकाल्नु नि पुरो मलाई निकालेर गर्नु अब हामी यहाँबाट लाग्छौँ अब ब्रेक के अरे लन्चै भनौँ न है ब्रेकफास्ट अलिक ढिलो उठ्यो ब्रेकफास्ट त बिहानै हुन्थ्यो होला अब त लन्चै हो नि हौ नि त डाइरेक्ट लन्च गरेर ब्याक टु फेरि होम हो हामी यताबाट भ्यू हेरिहाल्नु फेरि यो चाहिँ लास्ट हो भ्यू अब तपाईँहरूलाई पनि टक्कै लगाएर यहाँ त्यस्तैहरू पनि छ हो तपाईँहरू पनि आउनुहोस् भिजिट गर्नुहोस् यस्तो छ यहाँ चाहिँ अहिले मर्निङमा त कोही छैन भित्र पनि छ बस्ने जग्गा पिस टाइपको छ यता टक्कै यहाँदेखि चाहिँ तपाईँलाई टक्कै भ्यू हो घरमा बसेको चाहिँ भाइ पाउँदैन यहाँ होमस्टे रुमहरू पनि छ एभाइलेबल अबभ 1000 होइन अब 1000 होमस्टे कपालहरूको लागि चाहिँ दामी हो क्या कपालहरूको लागि पनि एउटा उनीहरूले कुनै के स्पेसल बनाउँदै रहेछ के भ्यालेन्टाइन स्पेसल भने है भ्यालेन्टाइन नगइसक्यो तर एउटा हुँदो रहेछ नि त उनीहरूको त्यही टाइपको कपालहरूलाई तपाईँहरूलाई हामी त्यो पनि हाल्छौँ देखाउँछु अब कसरी देखाउनु हामी चाहिँ होइन मतलब हाल्दा भयो त टिकट चाहिँ मलाई टिकट बनाएको छ नि त त्यही हिजो मजा चाहिँ मजा आयो खाना पनि मिठो खायो अब के गर्नुपर्ने हाम्रो भाइ पनि आज यहीँ बस्यो नि हो गाइस यहाँ चाहिँ अब पेट फ्रेन्डली पनि रहेछ यो जग्गा त्यस्तो लाग्यो मलाई चाहिँ अब पेट फ्रेन्डली होला हुनुपर्ने कुकुरहरू त आइबस्दो रहेछ नि यहाँ बाहिरको पनि सबैलाई माम दिँदो रहेछ है सबैलाई माम पनि दिँदो रहेछ राम्रो हो नि त विचार यहाँ बस्नु न सबैलाई माम पनि दिँदैछ प्लस आफ्नो ओन गोजीबाट क्या तपाईँको एलएस सामान ल्यायो एलएस सामान टक्कै भिजाएर मजाले पकाएर दिँदो रहेछ राम्रो सेवा गरेको त्यस्तो गर्छ एलएस सामान राखेको उसलाई दिँदो रहेछ पिडालुलाई दिँदो रहेछ राम्रो हो नि तपाईँकै होइन मेरै हो नि कसको नान्डप दामी देखेको है कुन चाहिँ नानी यही हो नानी हुन्छ गुड मर्निङ त भ्लग बनाउँदै मलाई पनि पानी ल्याइदिनु न लाग्छ तपाईँलाई भने बिचरा उहाँले पनि हुन्छ अरे जग्गा चाहिँ अलिकति सानो भयो नि है यो उयो होइन यहाँतिर पनि बस्छ नि मान्छेहरू हुन्छ ठिकै हो नानी रहेछ भिडियो बनाएको बोलेको बन्द गर्नु अहिले आफ्नो स्टोरी पोस्ट दिदै छैन भनेर के बसेको अब नेचरलाई लभ गर्दै नेचरलाई तल पनि बनाउँदै रहेछ रिसोर्ट मतलब देख्यो स्विमिङ पुल पनि बनिँदै रहेछ त्यहाँ है कुन चाहिँ रिसोर्ट खै ब्लू कलर छ न ब्लू कलर छ त्यसको त्यहाँ देख्नु स्विमिङ पुल अम्बो नि हो ल्यान्ड अफ यहाँ टक्कै बाहिर होमस्टे यो होटल हो तन्नाले होटल भन्दा बाहिरहरू भन्दा बेसी चाहिँ होटलमा ध्यान दिन्छ नि अलिकति सानो भयो 5 स्टेप त सानो दामी हुन्छ है ल नि ठुलो पोस्टको घर रहेछ
यहाँबाट हेर्दा त्यो देखेको है ओ पानी होइन म क्या हुन्छ रानी बोल्यो नि त है हजुर अलिकति थाटी पर्छ अलिकति देख्नु चाहिँ देख्दैन ए यो नान्डो उकालो मतलब आसामी उकालो चल्ने भएर रानी बोल्यो है ओभर चिज छ साँच्ची ओभर चिज छ खानु तपाईँलाई बाहिरबाट तातो खानु पानी अर्कै रहेछ है बस्तीमा पानी खाँदैन हामीले साँच्ची हो हेल्दी पानी होइन हेल्दी बस्तीमा हुने पानी हाम्रो आसाममा पनि योभन्दा पनि यो त अलिकति कम्ती मात्रामा हो कि हो त्यो बस्ती टाइपको है आसाममा अब पानीमा चाहिँ नि पुरै के मिसाइदिएको जस्तो थियो यस्तै हुन्छ सुन्नु त पानी जसमा तपाईँको लिपस्टिक बनाउनु रहेछ यहाँपट्टि सुन्यो होला नि त बनाएन मलाई त के पनि तर त्यस पनि होइन हिजो त आफै भन्नु त पुरा पानी अर्कै खालको रहेछ भनेर पानी अर्कै खालको त्यहाँ खाँदैन पहिला पानी दिनु न के गरेको पानी बदमास परिहाल्छ पानी खाने अघि आउँछ लाग्छ है हजुर हिँडेछ हिँड्दै फोनै गर्नु पर्छ तपाईँहरूको नि मलाई होटलको अलिक सानो डिटेल्सहरू दिनु नि हो अन्त म के लेखेँ डिस्क्रिप्सनमा के हाल्नु पर्यो होला यस्तो 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 भनेर क्या भाइलाई दुध नदी भेटाइदिनु न होइन उहाँलाई यही हेप्पी छ हेप्पी छ होइन चाय भेट्नु चाहिन्छ भने चाहिँ मलाई पुरै दिनमा भेट्नुपर्छ कि के छ होइन यता पनि गर्दै गर्दै उता पनि गर्दै गर्यो टाइम युज गर्नु त सोसियल मिडियामा पुग्यो होला चाहिन्छ तर अब अहिले दिनलाई सोसियल मिडिया चाहिँदैन है अहिले त आफ्नै भइदिएको छ कि यहाँ जब चुनाव आउनु हामीले मात्रै चाहिन्छ है त्यति बेला कर्म चाहिँ राम्रो गर्नुपर्छ क्या म त राम्रो कर्म गरेको त मैले बेसी भनेको राम्रो कर्म गरेको म सानोदेखि नै राम्रै मान्छे हो कि अनलाइन त छैन छोटो राम्रो मान्छे भाइलाई जान्दैन 1:30 भइसक्यो त अब चाहिँ हामी गएको क्याक्टस होटल आउने अहिले चाहिँ हामी निक्ल्यो ब्लग बनाउनु बिर्सेको हुँदो रहेछ क्याक्टस क्याफेबाट अलिकति ब्याट्री पनि थिएन फोनमा है ब्याट्री पनि थिएन अब ब्लग नहुँदा दामी हुन्थ्यो नि होटलमा हामीले एउटा बनाएन है होटलमा ठिकै छ के छैन छ्या झन् के सोचेर आएको थिएँ कि यस्तो बनाउँछु त्यस्तो बनाउँछु भनेर इन्ट्रेस्टै दिँदैन अन्त म कसरी बनाउनु एक्लै त इन्ट्रेस्ट त होइन कि तपाईँको अब मलाई पनि दिमागमा याद आएन नि त याद आएन कसरी याद आएन हामी यहाँ के गर्नु आएको म चाहिँ आफ्नै होइन इन्जोय गर्नु त इन्जोय गर्नु आएको होइन होइन नि त यो बिजनेस पर्पज हो यो हामीलाई इन्जोयमा होइन नि त तर मेरो दिमाग चाहिँ इन्जोय नै भयो होइन मेरो इन्जोय होइन मेरो दिमाग चाहिँ के भयो भन्दाखेरि चाहिँ अब आफ्नै घर जस्तै सम्झेँ नि त घरमै छु जस्तै क्या त्यो भयो नि त घरमै चिया बनाएर खाए जस्तै भात खाए जस्तै भयो नि त यसो भएर आफ्नै जोनमा बसेछ माइलु ओ माइलु त्यस्तो
हाम्रो मेरो साथी शिविन, यहाँ हाम्रो काडेन, यो चाहिँ हाम्रो जिग्री भाइला। ऊ आफ्नो फिल्डमा छ क्या, आफ्नो उसमा छ दुनियाँमा। एकछिन माथि जान्छु अबले बुझ्छ बोक्दैन, यसले हेर्छ मात्रै। यो गाडीमा भयो भने चाहिँ चुप्प हो। यसलाई कसैसँग मतलब छैन, बाहिर मात्रै डर्नु। बाहिर मात्रै हो। मलाई चाहिँ यहीँ बस्नु मन पर्यो। क्या शीतल हावा आउँदैछ नि त माथि त झन्। सानसानो घरहरू पनि रहेछ। यताबाट भ्यू हेरिहाल्नुहोस्। आम्मा